मैले बताउन पाउँछु पाउँदिन मलाई थाहा छैन। मेरो टाउको माथि तरबार झुन्डाएको छ मलाई थाहा छ। तर म चितवनलाई बताउन चाहन्छु, आगामी शनिबार, आउने शनिबार म चितवन जाँदैछु। म त्यो चितवनको सभामा चितवनका जनतालाई सरकार कसरी ढल्यो, कसले ढलायो, के षड्यन्त्र भए, कसको हातमा हतकडी लाग्नुपर्ने थियो, कसको हातमा हतकडी लाग्नुपर्ने थिएन, यो कुरा सबै चितवनलाई बताउन चाहन्छु। मेरो प्यारो चितवनलाई गएर बताउनु पर्नेछ म माथि के भयो। 84 दिन यिनीहरूले मलाई के गरे, दासढुङ्गाको बाटोबाट मध्यरातमा कुन नियतका साथ यिनीहरूले मलाई लिएर गएको थियो, मैले चितवनलाई दिन्छ। तिमीहरूको 2 तिहाईको सरकारले मलाई जिउँदै छोडेको छ, यही नै मेरो जित हो। शरीरमा एक थोपा रगत रहन्जेलसम्म यो लुट तन्त्रको विरोधमा उभिनेछु। चाहे जतिवटा मुद्दा लगाउनु छ लगाऊ, ज्यान मार्नु छ मार। लुट तन्त्र मच्चाइरहेकाहरूलाई खबरदारी गर्न रवि लामी छाने कहिले पनि पछि हट्दैन, चाहे जतिसुकै। तर यिनीहरू घन्टी फुटाउनतर्फ लागे, हामीले सिकन्दरबादमा घन्टी बनाएको थियो, यिनीहरू घन्टी फुटाउनतर्फ लागे। कुनैको घटनामा आफ्नो लाज छोप्ने प्रयास सरकारले नगरोस्, त्यसको सत्य तथ्य छान्दिनुहोस्। नेपालका नागरिकहरू, नेपालका युवाहरू मरेका छन्, त्यसकारणले कतैपट्टि आरोप र प्रत्यारोप गरेर सरकारले आफ्नो कमजोरीलाई लुकाउने कोसिस नगरोस्। 4000 मान्छे आउँदाखेरि पनि जनतालाई जोगाउन नसक्ने गृह मन्त्रालय के नैतिकताले कुर्सीमा बसेको छ मलाई थाहा छैन। यसपटक साथीहो, मैले ज्यानको माया मारेको छु, तपाईँले पदको लोभ गर्नुभयो भने तपाईँलाई र मलाई पाप लाग्छ। मैले ज्यानको माया मारेको छु। यिनका बिचौलिया मैले नदेखेको, नचिनेको, नसुनेको होइन। यिनीहरूसँग शिर झुकाएको भए म सायद मन्त्री पनि हुन्थ्यो होला, प्रधानमन्त्री पनि हुन्थ्यो होला, सरकार पनि ढल्दैन थियो होला। तर ज्यान जाँदा यिनका अगाडि शिर झुकाउँदिन, शिर झुकाउँदिन। अब यिनले मलाई गर्न बाँकी भनेको गोली हान्ने हो, म तयार छु। यसै पनि बीच सडकमा एकजना मान्छेलाई गोली हानेर मारेको पापी सरकार होइन अस्ति भर्खरै। के नियतले मलाई मध्यरातमा सिलको तिरैतिर दासढुङ्गा हुँदै लिएर गयो, मेरो परिवारलाई, मेरो वकिललाई कसैलाई थाहा नदिकन लुकाएर मध्यरातमा के नियतले मलाई उठाएर लिएर गयो, सबैसम्म जग जाहेर छ। त्यसैले कुनै पनि हालतमा यो अभियानमा लोभ लालच नराख्नु होला। एकपटक हामीले त्याग गर्ने हो। यो त्याग भनेको ज्यान जाने त्याग होइन। राष्ट्रपालले कसैको ज्यान लिने खालको न आह्वान गर्छ न कुनै इच्छा राखेको छ। तपाईँ हामीले एकपटक योग्य मान्छेहरूलाई ल्याएर आजको सदनमा रासोपा हटाउनुहोस्, त्यो सदन हुँदैन। रासोपा छ, त्यस कारणले सदन भएको छ, कल्पना गर्नुहोस्। एकपटक म तपाईँसँग केही पनि माग्दिनँ। एकपटक यो पदको लोभ छोडेर मैले कुन पदमा आज रासोपामा आफू आसीन भए भन्ने कुरालाई बिर्सिएर आउने चुनावमा 101 उम्मेदवार उठाउनका लागि प्रतिबद्ध बन्नुहोस्। हामीले उम्मेदवार उठाउनुमा हामीले गल्ती गरेनौँ भने जहाँ उठ्यो त्यही जित्छौँ, कहीँ हार्दैन। यदि त्यसका लागि मैले उम्मेदवारी नदिएर मभन्दा योग्य मान्छेलाई चुन्नुपर्छ भने म तयार छु। 1 नम्बरमा म तयार छु, म छोड्न तयार छु। रासोपा बनाउँदाखेरि सभापति बनिदिनुहोस् भनेर मैले नचाहेको ढोका छैन। मैले नेतृत्व दिन चाहेको होइन। मलाई मेरो लिमिटेसन थाहा छ, मलाई थाहा छ, मेरा सीमितताहरू छ। त्यसै कारणले मैले कतिवटा ढोका चाहदिनँ। आउनुहोस्, तपाईँ सभापति बन्नुहोस्, म सारथी बनेर पार्टी चलाउँछु। तर यो लुट तन्त्रको अन्त्य गरौँ, यिनलाई हराउँ, एक-एकलाई हराउँ भनेर कसको मात्र घरमा गइनँ म। तर कसैले पत्याएनन्, कमले पत्यायो, थोरैले पत्याएको भए आज परिवर्तन हुन सक्थ्यो, यिनलाई हराउन सकिन्थ्यो। तर त्यतिखेर समय भएन, पत्याइएन। अब त्यस्तो नहोस्, अब त्यस्तो नहोस्। आज पनि राष्ट्रसभाको सभापति म बन्छु भनेर कोही आउँछ भनेर छाती ठोकेर हाँसेर साँचो तयार भएर बसेको छु म। तर यो अभियान मर्न दिनु हुँदैन साथी, यो अभियान मर्न दिनु हुँदैन। आफ्नो पद, आफ्नो सानो लाभको घेराभित्र बस्यौँ भने तपाईँ हामी सकिन्छौँ। हामी सकियौँ भने यिनीहरूको राज चलिरहन्छ। यसलाई अनुमोदन गर्न दिनु हुँदैन। जनआक्रोश बाँकी नै छ। त्यो आक्रोशलाई हामीले सम्बोधन गर्नुपर्ने हुन्छ। त्यसका लागि हामी तयार हुनुपर्छ। कसैलाई गाली गरेर, कसैलाई होच्याएर केही हुनेवाला पनि छैन। र फेरि पनि तपाईँलाई भन्न चाहन्छु, सरकारबाट हामी होसियार हुनुपर्छ। 4000 मान्छे आउँदाखेरि यो सरकार जनतालाई जोगाउन सक्दैन।